बिहानको 9 बजिसकेको छ, तर पनि म आज हतारिएकी छैन। ओछ्यानमा सिरक गुडुल्को परिरहेको छ। भान्सामा खाना बनाउने कुनै सुरसार गरेकी छैन। मेरो अफिसको ड्रेस पनि अझै दराजको कुनै खण्डमा लुगाहरू बीच चेपिएर बसेको छ। त्यसलाई झिकेर आइरन गरेकी छैन। आज हप्ताकै मेरो सबैभन्दा पर्खाइको बार शनिबार हो। पोखरामा आयोजित 7 दिने महत्त्वपूर्ण सेमिनार सकेर हिजै राति मात्र घर आइपुगेकी मलाई धेरै दिनपछि हल्का र फुर्तिलो महसुस भइरहेको छ। सुन्दा आश्चर्य लाग्ने तर एक तितो सत्य, हाम्रो कर्तव्य र कामकाजले हामीलाई यति जेलेको छ। आफ्नै लागि दिनमा वा हप्तामा थोरै समय निकाल्नु भनेको एउटा चुनौतीपूर्ण काम बनेको छ। शनिबारले मलाई त्यही चुनौतीमाथि विजय प्राप्तिको अनुभव दिन्छ। एकान्त मन पराउने म फुर्सदमा मेरो कलम र डायरीसँग जुवारी खेल्दा आनन्दित महसुस गर्ने गर्दछु। मेरो मस्तिष्क अनि मेरो मन दुवै भारी बनेका केही दिन भइसकेको छ। यस्तो अवस्थामा मैले केही लेख्नै पर्छ, तर मलाई थाहा छैन म के विषय छनौट गर्नेवाला छु, के लेख्नेवाला छु र कसरी लेख्नेवाला छु। मलाई यति थाहा छ, जबसम्म मेरो कलमले मेरो प्रिय डायरीका पानाहरू रङ्ग्याउँदैन, मेरो मन अनि मस्तिष्कलाई हलुङ्गो हुन गाह्रै पर्छ।